कहिले काहीँ लाग्छ हामी नेपाली जहाँ भए पनि एउटै कुरा बोकेर हिँडिरहेका हुन्छौँ, घरको सम्झना। दिनभरि काम र जिम्मेवारीमा बित्छ, तर रात पर्न साथ मन पनि सिधै घरमा पुग्छ। आमा बुबाको माया, घरको आँगन र त्यो पुरानो सम्झनाहरू। र जब एक दिन अचानक त्यो भेट हुन्छ, त्यो खुसी सायद शब्दले बयान गर्न सक्दैन। विदेशमा बस्ने हरेक नेपालीको सपना एक दिन बिना खबर घरको ढोका खोल्दा आमा बुबाको आँखामा खुसी देख्नु। ल फाइनली आइस त त्यहाँ बस त्यहाँ सफ्याको जिगरी उहाँ चाहिँ मम्मी बाबा मेरो भेनाजु नमस्ते गर्नु त आसी आसु भन्नुपर्छ मेरो सफ्याको जिगरी छोरी मम्मी मास्क खोले रमाएर हाँस्यो होइन त्यो त्यतिकै होइन त्यो म यहाँ सबैको अगाडि प्र्याङ्क गराउनु सोचिरहेको थिएँ कि 1 महिनाको छुट्टीमा आएको नि म अनि तिहार मनाउनु ल बस यहाँ टिका लगाइदिन्छु के अरे पूजा त भयो कि के अरे मेरो विचारमा चाहिँ यो 2 वर्ष एयरपोर्टबाटै एयरपोर्टबाटै आएको हो क्या सँगै टिका लाउने भनेर यसको मास्क खोल्ने बेला छ लाठी अनि हिजै भनेको थियो त लाठी छ है मेरो साथी बोल्दैन भने पहिल्यैदेखि प्लान रहेछ यिनीहरू पहिल्यैदेखि प्लान रहेछ हामीलाई के थाहा थाहै छैन पहिल्यैदेखि लाठी छ भने म त जसिकै होस् लाठी अनि अचम्म लाग्यो त्यो मास्क चस्मा लादेखेर म त कस्तो खालको साथी मैले त सोपेको साथी जिगरी लगाइदिन्छु भनेर सोचेको थिएँ मैले अचम्म लागेर यहाँ त फिल्मै हो गरेको के कसैलाई नभनिकन आएको यहाँ त त्यहाँ खास बाहिर गर्छु भनेर सोचेको थिएँ आज आएको यहाँ त फेचिन्थ्यो बा हुडी लगाएको थियो मम्मीले के भन्छ हेर हाम्रो घर त यस्तै छ मेरो साथी भनेको
कुरा गरेको यसले यसलाई थाहा थियो अनि मैले नभन्नु भने अनि सोफियाको साथी आउँछ भने मलाई अघि नै थाहा थियो कि अनि सोफिया यसले त मलाई अघि मेरो साथी आउँदैछ भोलि त्यहाँ गएर 1000 रुपियाँ दिनुपर्छ के देखेँ म 1000 रुपियाँ साथीलाई लगाएर जति हो त्यति यसले अघि नै मलाई भनेको थियो कि मलाई आज कस्तो खुसी लाग्छ बल्ल दसैँ जस्तो लागिरहेछ यताउति भनिरहेको थियो धेरै नचम्की धेरै धेरै खुसी हुनु नि राम्रो होइन भनेर भने के थाहा त मलाई होइन यहाँ ठिकै मास्क खोलेर यसरी बसी निदा यसरी गरेर चस्मा खोलेर चिनेन भनेर मास्क खोल्दा त म त लो जिन्दगीले जहाँ लगे पनि हामी नेपालीको मन सधैँ एउटै ठाउँमा जोडिएको हुन्छ आमा बुबा र घरसँग आज टाढा भएर सङ्घर्ष गरिरहेका छौँ तर त्यो सङ्घर्षको कारण पनि उनीहरूको खुसी नै हो त्यसैले हार नमान्नुहोस् एक दिन हाम्रो मेहनतले आमा बुबाको आँखामा यस्तै खुसी ल्याउनेछ सङ्घर्ष आज छ तर खुसीको दिन पनि एक दिन पक्कै आउनेछ